बुहारी होइन हामी पनि सबैजना फर्स्ट टाइम आउँदैछौँ ठाउँ चाहिँ कस्तो राम्रो क्या यतातिर दिदी भ्लगको नाम के हो भन्दैछन् उहाँ भाइहरू के छ थाहा पाएको चाहिँ नि थाहा पाएको मेरै फोटो भएर हामी यत्रो पेट भयो हेलो गाइस फाइनली हामी पोखरा आइपुगेको छौँ आज चाहिँ मेरो छोरी जन्मेको घर मेरो घरबेटी दिदीलाई भेट्न जाँदैछौँ 19 वर्षपछि मेरो छोरीलाई चाहिँ मेरो घरबेटी दिदीले नि हुर्काउनु भएको होइन स्याहार गर्नुभएको उहाँ दिदीलाई भेटाउन लाँदैछु है आज म मेरो छोरीलाई यता पछाडि चाहिँ माइजू बस्नुभएको छ मेरी बुहारी छिन् बुहारी होइन मारो मुझे मारो मुझे मारो नहीं ये मजाक हो रहा है एक सेकंड यार मजाक हो रहा है माथि ढुङ्गा राखी हाँस्नु पर्या छ भाउजू हुनुहुन्छ पछाडि मेरो भाउजू छोरी हामी तिनजना भएर जाँदैछौँ सर ठाउँको नाम के अरे गाउँ खोला जाँदैछौँ आज चाहिँ भद्रकाली मन्दिर छेउमा देवान रहेको छ पोखरामा देवान अब हामी कति दिन घुम्छौँ चाहिँ थाहा छैन है ल अब हामी पुगे पछाडि नै भेटौँला फाइनल्ली हामी चाहिँ गाउँ खोला आइपुगिसकेको छौँ होइन त माइजू पनि फर्स्ट टाइम आउनुभएको छ यहाँनिर हामी पनि सबैजना फर्स्ट टाइम आउँदैछौँ कस्तो रहेछ अब हेर्छौँ ल हामी चाहिँ अब सपिङ गरेर जाँदैछौँ ठुलो मम्मीको घरतिर होइन कसैले पात पुगेर मम्मी चाहिँ यता हुन्छ फोन गरेर कहाँ हो लोकेसन भन्दै जाँदैछौँ हामी अब भेट्नलाई ठुलो मम्मीलाई घाम चाहिँ चर्को घाम लागेको छ पोखरामा चिसो होला सोचिरहेको थियौँ तर गर्मी नै रहेछ झापाको गर्मी जस्तै रहेछ पोखरामा पनि घाम लागेर फाइनली हामीले ठुलो मम्मीसँग चाहिँ भेट भएको छ है त कति वर्ष पछाडि 19-20 वर्ष पछाडि म भेट्दैछु सानो हुँदाखेरि मलाई पहिलोचोटि नै दुध खुवाउनु भएको उहाँले नै होइन अनि म 6 वर्षको हुँदा गएको थिएँ झापा त्यस पछाडि आजै आउँदैछु फर्स्ट टाइम फोन गर्नु भनेको हो अनि आज भेट हुँदैछ ल हामी यहाँ सबैजना जाँदैछौँ अब घरमा ल मेरो चाहिँ अब ठुलोसँग भेट भएको छ अहिले होइन 19 वर्ष पछाडि यहाँनिर आइरहेको छु म पोखरा जन्मस्थलमा थ्याङ्क यू 4 hours later हामी चाहिँ अब ठुलो मम्मीहरूकोबाट है बसेर गफ गरेर दिनभरि बसेर अब कहाँ जाँदैछौँ यहीँदेखि जाऊँ न अब हामी भद्रकाली मन्दिर जाँदैछौँ आउनु जाउँ गफ गर्दै अब हामी भद्रकाली मन्दिर घुम्न जाँदैछौँ ठुलो मम्मीहरूको घरबाट हिँड्दै इभिनिङ बाटो यही हो होइन घरको बाटो यही हो यहीँनिर छ ठुलो मम्मीको घर अघि हामी चाहिँ यताबाट आएको थियौँ आउँदा चाहिँ अब घुम्नको लागि चाहिँ हामी यो बाटो जाँदैछौँ अब हिँड्दै इभिनिङ वक हान्दै जाँदैछौँ हामी मन्दिरतिर घुम्नलाई यसो टक्कसँगले हेर्नलाई ए तरकारी बजार पनि यहीँ रहेछ म त फर्स्ट टाइम आएको नि त होइन ठाउँ देखेरै मलाई यति राम्रो लागिरहेछ नि यहाँ कति आनन्दको क्या बस्नलाई चाहिँ शीतल जताततै ठाउँ चाहिँ हेर्नु न कस्तो दामी ठाउँ हो क्या बस्नलाई चाहिँ आनन्द वरिपरि पहाड होइन सट्ट शीतल बस्नलाई चाहिँ दामी क्या मम्मीहरू उहाँ दुईवटा मम्मीहरू हिँड्दै हुनुहुन्छ टुकुर ब्याग बोकेर ठुलो मम्मीले चाहिँ हेर्नु न यहाँ कति धेरै भारी बस्नुभएको छ हामीलाई हामी पाहुना खाना आएको यहाँनिर यति कसैले बोकेर हिँडिरहेछौँ यहाँ जाँदैछौँ बाई यहाँनिर हेर्दैछु मस्त जोक मारा रे चकलेट थ्याङ्क यू ल भाइले चाहिँ मलाई चकलेट दिएको छ है त खानालाई यहाँ अब म चकलेट खान्छु
अनि अब म जाँदैछु सट्टले हिँड्दै हिँड्दै ठाउँ चाहिँ तर एकदम दामी के मम्मीहरूमा हाँस्दै हुनुहुन्छ म बोल्दै बोल्दै हजुर मेरो जेनिसा भ्लग भाइहरू चाहिँ मलाई भ्लगको नाम के हो भन्दै जिस्काउँदैछन् अयो दिदी भ्लगको नाम के हो भन्दैछन् उहाँ भाइहरू मेरो जेनिसा थापा हो जेनिसा थापा यहाँ मेरै फोटो छ अयो अब भाइले फलो हान्छन् मलाई ए सब्सक्राइब एउटा सब्सक्राइबर बढ्यो फाइनल्ली मेरो यस मम्मीहरू चाहिँ हिँड्दैन टुकुर टुकुर यहाँनिर चाहिँ सेती खोलाको पुलो रहेछ कति मजाले हो यस्तो सबैतिरको पुलोहरूमा चाहिँ यस्तो जाली चाहिँ लगाइदिनु पर्ने क्या एकदम सेफ्टी यो चाहिँ राति राति मान्छेहरू कहिले के होइन खाएर कुदाउँछन् के गरेर कुदाउँछन् यहाँ अनि अब गाडी पुरै अनकन्ट्रोल भएर यस्तो जान सक्छ नि त सो यस्तो चाहिँ लगाउनु पर्ने हो क्या सबै पुलोहरूतिर एकदम राम्रो जस व्यवस्थित रहेछ पोखरा म पोखरालाई अवलोकन गर्दैछु यहाँ फर्स्ट टाइम पोखरा आएर पोखरालाई अवलोकन गर्दैछु मम्मीहरू चाहिँ उहाँ हिँडेको हिँडै हुनुहुन्छ अलिअलि चाहिँ लाज पनि लाग्दैछ मलाई यसरी पब्लिकली बोलेर हिँड्नलाई तर नचिनेको कोही नचिनेको भएर वास्ता पनि लागेको छैन किनभने कोही चिनेकै छैन चिनेकोले हेर्दा मात्रै हो नि त अलिक अप्ठ्यारो लाग्ने भनेको चाहिँ यहाँ चाहिँ ड्याम रहेछ कस्तो मजाले पानी झरेको चाहिँ हेर्नु न यहाँनिर क्या दामी पानी झरेको क्या हो पौडी खेल्नु जस्तो पो भयो त तर पौडी खेल्न चाहिँ आउँदैन है गाइस मलाई यहाँनिर झर्ना जस्तो क्या मजा लाग्दैछ भने नि मलाई कति दिनदेखि घरमा बस्दा बस्दा कस्तो होइन म त भिडियो बनाउँदै हिँड्दैछु नि त बोल्दै भ्लग बनाउँदै पछिको लागि मेमोरिज हुन्छ नि त हेर्नलाई अनि मम्मी कस्तो लाग्दैछ त यति 19 वर्ष त होइन त तपाईँ त 25 वर्ष 2 वर्ष पछाडि आउनुभएको 25 वर्ष पछि भेट भयो तर पोहोर पनि म आएको थिएँ सम्यक बस दिदीसँग भेट भएन दिदी जापान घुम्न जानुभएको थियो है यो पालि चाहिँ फाइनली भेट भएको छ होइन भेट भएर यत्रो भेट भयो यसरी हामी घुम्दैछौँ होइन अनि यहाँनिर कस्तो धेरै उयोहरू रहेछ क्या दामी बनाएको छ ए यहाँनिर पुरै यो सेती खोलाको अरे ए कस्तो दामी हेर्नु न यहाँ पानी अघि त्यहाँ मैले ड्याम देखाएको थिएँ नि त्यहाँ ड्याम थियो होइन अनि हामी चाहिँ अब हेर्दै हेर्दै हिँड्दैछौँ अवलोकन गर्दै गर्दै हिँड्दैछौँ जस रमाइलो लाग्दैछ ल हामी चाहिँ यहाँनिर साथीभाइहरू भेटेर गफ गर्दै हिँड्छ मम्मी चाहिँ आफ्नो कहानी सुनाउँदै हुन्छ म यति वर्ष यहाँ पोखरा बसेको भनेर आफ्नो कहानी सुनाउँदै हुन्छ सबैजना हामी हेर्दै हेर्दै जाँदैछौँ गफ गर्दै रमाइलो छ जे होस् अनि मम्मी चाहिँ यहाँनिर 10 वर्ष बसेर अनि मलाई भाइलाई यहीँ जन्माएर अनि चाहिँ झापा जानु यहाँ सबैजना गफ गर्दै जाँदैछौँ ठुलो भए पनि सानो छोरा पनि डेन्जर रहेछ क्या पानी फोर्स पुरै हेर्दै डर लाग्दो त्यही भएर पनि यहाँनिर चाहिँ सेफ्टी लगाइदिएको रहेछ क्या मान्छेहरू घाम फालेर मर्छन् धेरै सुसाइड गर्ने चाहिँ यहाँ रहेछ क्या मान्छेहरू एकचोटि झरिसक्छ जाने रहेछन् मान्छे यस्तो पानीको फोर्स अनि त्यही भएर हामी चाहिँ यहाँनिर हेर्दै गफ गर्दै जाँदैछौँ बस्ती पनि एकदम रमाइलो बस्ती रहेछ ठाउँहरू रमाइलो मम्मी उहाँ झापाली त हो गफ लाउन थालिसक्नु भयो उता आयो त्यहाँ अङ्कललाई गफ लाउँदै हिँड्दै हुन्छ पुरा मम्मी चाहिँ म चाहिँ भिडियो बनाउँदै हिँड्दैछु अब मेरो एजको कोही छैन यहाँ गफ गर्न साथीहरू मम्मीको त साथी नै साथी गफ गर्दै हिँड्दै हुन्छ म चाहिँ यतिकै हिँड्दैछु भिडियो बनाउँदै त्यो पानीको चाहिँ यहाँनिर चाहिँ पुल जस्तो बनाएको रहेछ क्या अघि त्यहाँनिर चाहिँ पानी थियो यहाँनिर चाहिँ हेर्नु न त्यही अहिलेको त्यो खोलाको यहाँ यस्तो बनाइदिएको क्या यो यहाँ मुनिबाट निकालेर यहाँ पानी अनि यही फेरि माथि बस्ने बनाइदिएको छ यहाँनिर अब टक्क हेर्नु यहाँ खोलामाथि बस्ने यहाँ पुल जस्तो बनाएर बस्ने अनि फेरि यहाँदेखि त्यही खोला सुरु यहाँनिर भइरहेको छ
मम्मीहरू चाहिँ गफ गर्दै हिँड्नुहुन्छ उहाँ सबैजना यही कुराहरू सुन्नु क्या त्यहाँनिर चाहिँ हेर्दा चाहिँ सानो कि तर कस्तो डेन्जर क्या पानीको फोर्स नै हेर्नु न यहाँनिर कस्तो धेरै फोर्स छ पानीको अङ्कल चाहिँ यहाँनिर पुरै यताको बारेमा सुनाउँदै हिँड्दै हुनुहुन्छ मम्मीलाई आन्टीहरूलाई गफ गर्दै यहाँ यस्तो भन्यो अनि हामी चाहिँ हेर्दै हिँड्छौँ यहाँनिर चाहिँ केटाकेटीहरू पनि खेल्दै रहेछन् यहाँनिर चाहिँ सबै यस्तो खालको टक्कसँगले हेर्नु न नानी भाइहरू खेलेको यहाँ जग्गाको मन हुँदैछ यता जग्गामा यहाँ तरला पनि पाइँदैन अरे क्या पोखरामा महँगी छ होइन पोखरा महँगी रहेछ नि महँगी रहेछ त आजको साधारण चाहिएन मलाई मेरो झापा ठिक छ भन्नु मलाई मेरै झापा ठिक छ यहाँको चाहिएन यहाँको यो यति 30 करोडमा त वहाँ कति आउँछ जग्गा होइन जग्गा घर 20 करोडमा त म दमक आधी किन्दिन दमक आधी किनिदिनुहुन्छ मम्मीले 20 करोडमा पोखरामा आउँदैन गफ दरो जाँदैछ हेर्नु न अङ्गुर खनेको रहेछ है कस्तो दामी एउटा खाइदिनु पर्यो गाली पनि पर्छ ठुलो हुन्छ यहाँ अङ्गुर चोरेर खाँदैछ अमिलो होला मार्ला नि अमिलो ए अङ्गुर काँचो हुन्छ नि आमा अमिलो खा ए त्यो ठुलो मम्मीले उहाँ जापानबाट ल्याएको बिहा गरेर उसले बोकेकै रहन्छ लैजानु तँलाई भयो लिएर जा ठुलो मम्मीले दिनुभएको ब्याग बोकेर हिँड्दैछु अहिले म चाहिँ ठक्क मेरो यो आउटफिटमा पनि म्याच गर्ने रहेछ क्या टक्कसँगले मेरो ड्रेसमा म्याच गर्छ ब्याग त्यही भएर यही बोकेर हिँड्दैछु अहिले म यहाँ बरफ किन्न जानुभएको छ बरफ खाँदै जाने भनेर बेलुका भइसकेको छ हो कतिखेर पुग्छौँ अब हामी है अब पुगिन्छ एकछिनमा ठुलो हामी चाहिँ बरफ किन्दै हुनुहुन्छ बरफ खाँदै हिँड्छौँ हामी ब्याग बोकेर खाँदै जाने कि बसेर खाने ल हामीले बरफ फाइनली हामी भद्रकाली मन्दिर आइसकेको छौँ है दर्शन गर्न त मिल्दैन हेर्ने मात्रै हामी माथि यत्रो माथि चढ्नु पर्ने रहेछ अब के गर्ने भन्ने कुरा हुँदैछ यहाँ हेर्दैछौँ कस्तो राम्रो ठाउँमा रहेछ हौ जान चाहिँ कस्तो काम टाइपको क्या शान्त एकदम शान्त टाइपको चाहिँ माथि चढ्दैछौँ माथि नै जाउँ न त भनेर कस्तो राम्रो जङ्गलको बिचमा रहेछ हौ पहाडको माथि म पनि हिँड्दैछु एक स्टेप हिँड्दै गल्लिएला जस्तो भएको छ 3 स्टेप यहाँदेखि माथि चाहिँ 3 स्टेप छ अरे मम्मी एक स्टेप हिँड्दै गल्लियो जस्तो छ त भन गर्नु भएको छ कि छैन तपाईँ गल्लियो सासबाट दर्शन गर्न नभए पनि यसो छेउमा गएर हेर्नलाई छोरीलाई लिएर जाँदैछु भद्रकाली मन्दिर यो समय 3 चोटि भयो म चाहिँ आएको चाहिँ फर्स्टचोटि आफ्नो छोरी चाहिँ फर्स्टचोटि हो हेर्दै पोखराको भद्रकाली मन्दिर एकदम प्रसिद्ध देवी माको मन्दिर हो खुट्टै दुखो त कस्तो राम्रो जङ्गलको बिचमा माथि रहेछ क्या फाइनली अब चाहिँ हामी भद्रकाली मन्दिर आइपुगेको छौँ माथि यहाँनिर छ मम्मी उहाँ माथि पुगिसक्नु भयो म चाहिँ भिडियो बनाउने चक्करमा ढिलो भएँ मम्मी चाहिँ टुइकिटु हिँडेर माथि पुगिसक्नु भइसक्यो मम्मी चाहिँ उहाँ माथि पुगेर हेर्दै हुनुहुन्छ मलाई म चाहिँ यहीँनिर छु टक्कसँगले यहाँ आइपुगिसकेको छौँ हामी भद्रकाली मन्दिर यहाँ बिहे पनि हुँदो रहेछ मन्दिरमा यहाँ कसको बिहे भएको रहेछ सायद अन्माउनु भएको होला
यहाँ भर्खरै बिहे भएको रहेछ यहाँ नब्बे हुन्छ बिहे भइसकेर जाति हुन्छ यहाँनिर माथि मन्दिर आइपुगिसक्यौँ फाइनली यहाँ चाहिँ आज बिहे रहेछ कसको बिहे भएको थाहा छैन होइन यहाँदेखि सिआएको चाहिँ गुम्बा पनि देखिँदो रहेछ क्या यहीँ माथिबाट गुम्बा देखिँदो रहेछ आइपुग्यौँ मन्दिर हामी चाहिँ यहाँ माथि आइपुगिसकेको छौँ मम्मी पसिना पसिना भएर माथि चढेर मम्मीको कार्डियो आज यहीँ भयो अरू बेला जिममा गएर कार्डियो हुन्थ्यो मम्मीको आज मम्मीको कार्डियो भयो यहाँ सफल भएको छ 3 स्टेप सिडी चढेर होइन र 20 वर्ष अगाडि आउँदा यति धेरै विकास भएको थिएन यो भद्रकाली माताको मन्दिरमा है अहिले आज धेरै विकसित भएको धेरै नै विकास भइसकेको रहेछ यहाँ चाहिँ धेरै विवाह वर्तमानहरू यही भद्रकाली माताको मन्दिरबाट हुने गर्छ किनकि यहाँ मागेको सबै कुराहरू पाइन्छ भन्ने विश्वास छ त्यही भएर यहाँ पोखराको एकदम प्रसिद्ध देवी माको मन्दिर भनेर चिनिने भद्रकाली माताको मन्दिरै हो त्यही भएर अब म र मेरो छोरीले यहाँ पूजापाठ गर्न नभए पनि यति टाढा झापादेखि आएर दर्शन गराउन पूजा गर्न नभए पनि यसो माताको स्थानमा टेक्दा पनि धर्म मिल्छ भनेर हामी यहाँ आएका छौँ खुसी छौँ आज एकदम रमाइलो छ ठुलो मम्मी चाहिँ हामीलाई तल पर्खिराख्नु भएको छ माथि चढ्न नसकेर हामी चाहिँ यहाँ माथि नै बसिरहेको छौँ यो चाहिँ यताबाट कस्तो राम्रो भ्यू देखिँदो रहेछ पोखराको भ्यू त्यता देखिन्छ होइन तर यो चाहिँ उयो भएर के अरे जङ्गलले गरेर चाहिँ अलिक देखिँदैन रहेछ यहाँ चाहिँ धेरै जस्तो मान्छेहरू चाहिँ कार्डियो गर्न आउनुहुँदो रहेछ कि अब चाहिँ हामी फर्किसक्दैछौँ होइन कति चाहिँ दर्शन गर्न कति चाहिँ कार्डियो एक्सर्साइज गर्न आउनु रहेछ यहाँनिर टक्कसँग बस्छु अब चाहिँ हामी मन्दिर हेरेर निस्किँदैछौँ घर जाँदैछौँ अब चाहिँ उता मामाहरू भयो केतिर जाँदैछौँ यहाँ यता घुमिसकेर होइन कस्तो हुँदैछ त मम्मी रमाइलो एकदम रमाइलो दामी हुँदैछ झापाको गर्मी छल्न आएको एकदम शीतल छ यहाँ त आनन्द छ लु ठुली मम्मीलाई झोला रुङ्न ए म झोला रुङ्ने मान्छे है सिडी चढ्न नसकेर क्या धेर मोटी भएर अब दुब्लाउँदैछु दुब्लाउँदैछ हामी चाहिँ आमा छोरी चाहिँ हेरेर आयौँ ल ल अब यस्तो कामखोलाबाट अब हामी हिँड्यौँ होइन भद्रकाली पनि चढ्यौँ अब हामी लेक साइडतिरको तर्फर लाग्दैछौँ होइन अब यहाँनिर हिँड्दै इभिनिङ वाक होइन एक्सर्साइज अलिक दुब्लाउँछु कि भनेर मोटाउनु भएछ होइन छोरी अब बाहिर जाँदैछ राम्रोसँग गर छोरीलाई टाउको पनि नदुखोस् हिँड्दाखेरि ठेस नलागोस् अनि अब यस्तै हो धेरै पढ्नु राम्रो हुनु ज्ञानी हुनु मलाई सम्झिँदै गर्नु यही हो सानो टुकुर हिँड्दा छोडेर गएको अहिले अब होइन यत्रो भइसके पछाडि भइसक्यो छोरीको बिहा गर्ने बेला भयो अब चाहिँ कतातिर हुन् अब बिहे गर्नुपर्छ आयो हामी चाहिँ हिँड्दै जाँदैछौँ ल जिन्दगी यस्तै हो रमाइलो गर्नुपर्छ आमा छोरी दिदी बहिनी जस्तो ल अब चाहिँ हामी फाइनल्ली हामी बसेको ठाउँतिर आउँदैछौँ मामा घर त्यही त मामा घर आउँदैछौँ ठुलो मम्मीहरूकोतिर घुमेर आएर भद्रकाली मन्दिर घुम्यौँ आजको दिनमा होइन अनि आज चाहिँ हाम्रो डे 1 रहेको छ पोखरामा डे 1 र आज चाहिँ हामी त्यति ठाउँहरू घुमेर आउँदैछौँ गाडीबाट ओर्लेर अहिले यहाँ मामाको घर जाँदैछौँ मम्मी चाहिँ उहाँ बाटो झुकेर मलाई उहाँ अगाडि पुर्याइसक्नु भएको थियो तर मलाई यही बाटो भन्ने थाहा थियो त्यही भएर मैले यही बाटो लिएर आएँ फाइनली मामा घर आइपुग्यौँ मम्मीले झन्डै हराइदिनु भएको थियो